गुड मर्निङ गाइज। म उठिसकेको छु। आज 2:30 बजी मेरो निद्रा खुली। म छिटै सुतेको थिएँ। अहिले त बिहानै 2:30 बजी निद्रा खुलिसक्यो। निद्रा खुलिसकेपछि म सुरुमा के गर्ने भने ब्रस गर्न सुरु गरेँ। ब्रस गरिसकेपछि ब्रस गर्दै म एकछिन बाहिर जाने। बाहिर गएको त कालो न कालो अँध्यारो रात पो रहेछ त। त्यही भए म त छिटै उठेछु भन्दै एकछिन फेरि चकित भएँ। त्यस पछाडि म त भित्र आएँ। भित्र रुममा आएँ। रुममा आइसकेपछि फेरि ब्रस गर्न सुरु गरेँ। ब्रस गर्न म बाथरुम गएँ। बाथरुम गइसके पश्चात हातमुख धोएँ। त्यसपछि आएर एक्सर्साइज गर्न सुरु गरेँ। एक्सर्साइज सेरोपोछो शरीर दुखे जस्तो भएर सेरोपोछो हानेँ। अलि सेरोपोछो हाने पश्चात पुनः ठिक भए जस्तो लाग्यो मलाई। सेरोपोछो हानिसके पछाडि फेरि पनि घुँडामा टाउकोले छुएँ। टाउकोले छुएर फेरि योगा गर्न सुरु गरेँ। योगा म पहिले पनि गर्थेँ। म बिचमा बिरामी हुँदाखेरि मैले त्यो योगा गर्न छोडेको थिएँ। योगा लामो सास 2-3 चोटि लगेँ। 2-3 चोटि लगेर फ्याँकेँ। त्यस पछाडि उठेर मैले पानी पिएँ। आधा बोतल पानी पिए पश्चात मैले पुनः म आफू सुतेको बिस्ताराहरू मिलाउन सुरु गरेँ। बिस्ताराहरू मिलाउन सुरु गरिसके पश्चात पहिले सुरुमा एकतिरको पानी, त्यसपछि अर्कोतिरको झोल बाँधेँ। बाँधिसकेर मैले टेबल मिलाएँ। आफू पढ्नलाई सुरु गर्नलाई टेबल मिलाए पश्चात मैले आँखामा पनि चस्मा लगाइहालेँ। आँखामा चस्मा लगाइसके पश्चात ओहो म त कति हिरो हुने। ओहो यसो घडी हेरेको त 3 बजिसकेको रहेछ। म पढ्न सुरु गर्नुपर्छ भनेर सुरु गर्न लागेँ। ह्यापा गुड डे।